विदेशी सवारी साधनहरू नेपालभित्र प्रवेश गर्दा अनुमति लिएर, अनुमति दिने भन्सार हो, त्यो अनुमति लिएर चलाउन पाइन्छ। हामीले पूर्णरूपमा यो अलिक बुझाइ फरक परेको चाहिँ प्रतिबन्ध लागू होइन। सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 160(2) अनुसार र भन्सार महसुल ऐन 2081 अनुसारको व्यवस्था कानुन गरेको मात्रै हो। मैले यहाँलाई निवेदन गरेँ नि, कानुनको पालना सबैले गर्नुपर्छ नि। थाहा छैन भनेर कसैले मलाई मान्छे मार्यो, मलाई थाहा नभएर मारेको भन्न पाइँदैन। हिजो भर्खर सँगसँगै पनि यो विदेशी गाडीहरू जसमा अनुमति बिना प्रवेश चलिरहेको छ, यसले विभिन्न समस्याहरू ल्याएको छ भनेर सँगसँगै कुरा उठेको छ। र सर्लाही जिल्लाबाटै हेलो सरकारमा सर्लाही जिल्लामा विदेशी गाडी कानुन विपरीत अनुमति नलिएर चलेको छ, यसलाई कारबाही गरियोस् भनेर सर्लाहीबाटै हेलो सरकारमा उजुर परेको छ र हामीलाई निर्देशन पनि आएको छ। र हामीले मुख्य कुरा अरू केही होइन, कानुनको सवारी तथा यातायात व्यवस्था ऐन 2049 162 र भन्सार महसुल ऐन 2081 यसलाई कानुन मात्रै ल्याएको, पूर्ण प्रतिबन्ध होइन। एउटा तोकेको छ मूल भन्सार जहाँ अनुमति दिने निकाय, त्यो निकायबाट 8 किलोमिटरभित्र सम्म अनुमति लिएर, त्यो पनि अनुमति लिएर हो, पास लिएर हो, प्रयोग गर्न पाइन्छ। त्योभन्दा अन्यथा गएपछि चाहिँ कानुनअनुसार कार्यप्रक्रिया अगाडि गरिन्छ, नियन्त्रणमा लिइन्छ।